जय मसीह सम्पूर्ण प्रिय साथीहरूलाई तपाईको बीचमा म फेरि पनि आज यस समय आइपुगेको छु। परमेश्वरको जीवित वचन लिएर तपाईको बीचमा सानो खण्ड अनि मत्तीको पुस्तक 4 अध्यायको 4 पदमा लेखिएको छ। तर यसो जवाब दिनुभयो, लेखिएको छ, मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको जीवित वचनले जीवित रहन्छ भनेर लेखिएको। हालेलुया। प्रियहरू, यो चाहिँ जब यसो ख्रिस्ट 40 दिन 40 रात जब उपवासमा बस्नु भएपछि शैतानले उहाँलाई प्रलोभन दिनलाई आयो अनि शैतानले पहिलो अनि लोभ अनि लालच अनिलाई दिनलाई प्रभुले के भन्यो भनेपछि यसोले के भन्यो भनेपछि तपाईँ परमेश्वरको छोरा हुनुहुन्छ भने, परमेश्वरको पुत्र हुनुहुन्छ भने यो ढुङ्गालाई रोटी भन्नुहोस् भनेर उसले त्यहाँ मत्तीको पुस्तक 4 अध्याय 3 मा लेखिएको छ है। अनि शैतानले यीशु ख्रिस्टलाई र प्रलोभनमा राखेको छ, प्रलोभन है। अनि यो पदमा येशूले अनि शैतानलाई जवाफ दिनुभएको छ। अनि मत्ती 4:3 मा लेखेको छ, अनि शैतानले यीशु ख्रिस्टलाई तपाईँ परमेश्वरको छोरा हुन्छ भने यो ढुङ्गालाई रोटी हुनुहोस् भनेर त्यहाँ एउटा प्रश्न गरेको छ हैन। अनि त्यहाँ प्रभुले भन्नुभएको छ मत्ती पुस्तक 4:4 मा, अनि मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको जीवित वचनले जीवित रहन्छ भनेको एउटा लेखिएको छ। हालेलुया। प्रियहरू, मानिस रोटीले मात्र होइन, यसले शारीरिक आवश्यकता र भौतिक जीवनको निर्वाह गर्न जनाउँछ। रोटी वा खाना हाम्रो शरीरलाई जीवित राख्न आवश्यक छ, तर यो नै जीवनको लागि एकमात्र सर्वोच्च आधार होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक जीवित वचनले अनि यसले आत्मिक आवश्यकतालाई जनाउँछ। अनि परमेश्वरको वचनले भनेको बाइबल परमेश्वरको आज्ञा र उहाँको अर्को इच्छामा बोल्नुभएको प्रत्येक कुरा हो। यसो जोडिदिनु भएको छ कि मानिसको जीवन शरीर र आत्मा दुवै मिलेर बनेको हुन्छ। जसरी शरीरलाई रोटीको चाहिन्छ त्यसरी आत्मालाई परमेश्वरको ज्ञान, निर्देश र सहायता चाहिन्छ भनेर त्यहाँ यसले हामीलाई प्रश्न पार्दछ। प्रियहरू, जीवित रहँदा वा बाँच्दा भन्ने शब्दले केवल भौतिक अस्तित्व मात्र होइन तर पूर्ण अर्थपूर्ण अनन्त जीवन, इन्टर्नल लाइफलाई पनि यसले सङ्केत गर्दछ, जुन परमेश्वरको सँगको सम्बन्धमा मात्र त्यो सम्भव छ। प्रभुले माया भएको छोटो वचनबाट अनि प्रभुले तपाईँ हामी सबैले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। हामी फेरि पनि अर्को केही अंशहरू फेरि केही भागहरू फेरि लिएर आउनेछौँ तपाईँको बिचमा। परमेश्वर तपाईँहरूलाई प्रशस्त मात्रामा तपाईँसम्म आशिषमा, अनुग्रहमा, शान्तिमा राख्नुभएको होस्। हस् त सबैलाई जय मसीह। जय मसीह सम्पूर्ण प्रिय साथीहरूलाई तपाईँको बिचमा म फेरि पनि आज यस समय आइपुगेको छु। परमेश्वरको जीवित वचन लिएर तपाईँको बिचमा सानो खण्ड अनि मत्तीको पुस्तक 4 अध्यायको 4 पदमा लेखिएको छ। तर यसो जवाब दिनुभयो, लेखिएको छ, मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको जीवित वचनले जीवित रहन्छ भनेर लेखिएको। हालेलुया। प्रियहरू, यो चाहिँ जब यसो ख्रिस्ट 40 दिन 40 रात जब उपवासमा बस्नु भएपछि शैतानले उहाँलाई प्रलोभन दिनलाई आयो अनि शैतानले पहिलो अनि लोभ अनि लालच अनिलाई दिनलाई प्रभुले के भन्यो भनेपछि यसोले के भन्यो भनेपछि तपाईँ परमेश्वरको छोरा हुनुहुन्छ भने, परमेश्वरको पुत्र हुनुहुन्छ भने यो ढुङ्गालाई रोटी भन्नुहोस् भनेर उसले त्यहाँ मत्तीको पुस्तक 4 अध्याय 3 मा लेखिएको छ है। अनि शैतानले यीशु ख्रिस्टलाई र प्रलोभनमा राखेको छ, प्रलोभन है। अनि यो पदमा येशूले अनि शैतानलाई जवाफ दिनुभएको छ। अनि मत्ती 4:3 मा लेखेको छ, अनि शैतानले यीशु ख्रिस्टलाई तपाईँ परमेश्वरको छोरा हुन्छ भने यो ढुङ्गालाई रोटी हुनुहोस् भनेर त्यहाँ एउटा प्रश्न गरेको छ हैन।
अनि त्यहाँ प्रभुले भन्नुभएको छ मत्ती पुस्तक 4:4 अनि मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको जीवित वचनले जीवित रहन्छ भनेको कुरा लेखिएको छ। हालेलुया। प्रियहरू, मानिस रोटीले मात्र होइन, यसले सारी आवश्यकता र भौतिक जीवनको निर्वाह गर्न जनाउँछ। रोटी वा खाना हाम्रो शरीरलाई जीवित राख्न आवश्यक छ, तर यो नै जीवनको लागि एकमात्र सर्वोच्च आधार होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक जीवित वचनले अनि यसले आत्मिक आवश्यकतालाई जनाउँछ। अनि परमेश्वरको वचनले भनेको बाइबल परमेश्वरको आज्ञा र उहाँको अर्को इच्छामा बोल्नुभएको प्रत्येक कुरा हो। यसो जोड दिनुभएको छ कि मानिसको जीवन शरीर र आत्मा दुवै मिलेर बनेको हुन्छ। जसरी शरीरलाई रोटीको चाहिन्छ त्यसरी आत्मालाई परमेश्वरको ज्ञान, निर्देश र सहायता चाहिन्छ भनेर त्यहाँ यसले हामीलाई प्रश्न पार्दछ। प्रियहरू, जीवित रहँदा वा बाँच्दा भन्ने शब्दले केवल भौतिक अस्तित्व मात्र होइन, तर पूर्ण अर्थपूर्ण अनन्त जीवन, इन्टर्नल लाइफलाई पनि यसले सङ्केत गर्दछ, जुन परमेश्वरको सँगको सम्बन्धमा मात्र त्यो सम्भव छ। प्रभुले माया भएको यो छोटो वचनबाट अनि प्रभुले तपाईँ हामी सबैले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। हामी फेरि पनि अर्को केही अंशहरू फेरि केही भागहरू फेरि लिएर आउनेछौँ तपाईँको बिचमा। परमेश्वर तपाईँलाई प्रशस्त मात्रामा तपाईँसम्म आशिषमा, अनुग्रहमा, शान्तिमा राख्नुभएको होस्। हस्त सबैलाई जय मसीह। जय मसीह। सम्पूर्ण प्रिय साथीहरूलाई तपाईँको बिचमा म फेरि पनि आज यस समय आइपुगेको छु। परमेश्वरको जीवित वचन लिएर तपाईँको बिचमा सानो खण्ड अनि मत्तीको पुस्तक 4:4 लेखिएको छ। तर यसो जवाब दिनुभयो, लेखिएको छ मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको जीवित वचनले जीवित रहन्छ भनेर लेखिएको। हालेलुया। प्रियहरू, यो चाहिँ जब यसो ख्रिस्ट 40 दिन 40 रात जब उपवासमा बस्नुभयो भएपछि शैतानले उहाँलाई प्रलोभन दिनलाई आयो। अनि शैतानले पहिलो अनि लोभ अनि लालच अनिलाई दिनलाई प्रभुले के भन्यो भनेपछि, यसोले के भन्यो भनेपछि, तपाईँ परमेश्वरको छोरा हुनुहुन्छ भने, परमेश्वरको पुत्र हुनुहुन्छ भने यो ढुङ्गालाई रोटी भन्नुहोस् भनेर उसले त्यहाँ मत्तीको पुस्तक 4:3 लेखेको छ है। अनि शैतानले यीशु ख्रिस्टलाई र प्रलोभनमा राखेको छ, प्रलोभन है। अनि यो पदमा येशूले अनि शैतानलाई जवाब दिनुभएको छ। अनि मत्ती 4:3 लेखेको छ, अनि शैतानले यीशु ख्रिस्टलाई तपाईँ परमेश्वरको छोरा हुन्छ भने यो ढुङ्गालाई रोटी हुनुहोस् भनेर त्यहाँ एउटा प्रश्न गरेको छ होइन। अनि त्यहाँ प्रभुले भन्नुभएको छ मत्ती पुस्तक 4:4 अनि मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको जीवित वचनले जीवित रहन्छ भनेको कुरा लेखिएको छ। हालेलुया। प्रियहरू, मानिस रोटीले मात्र होइन, यसले सारी आवश्यकता र भौतिक जीवनको निर्वाह गर्न जनाउँछ। रोटी वा खाना हाम्रो शरीरलाई जीवित राख्न आवश्यक छ, तर यो नै जीवनको लागि एकमात्र सर्वोच्च आधार होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक जीवित वचनले अनि यसले आत्मिक आवश्यकतालाई जनाउँछ। अनि परमेश्वरको वचनले भनेको बाइबल परमेश्वरको आज्ञा र उहाँको अर्को इच्छामा बोल्नुभएको प्रत्येक कुरा हो। यसो जोड दिनुभएको छ कि मानिसको जीवन शरीर र आत्मा दुवै मिलेर बनेको हुन्छ। जसरी शरीरलाई रोटीको चाहिन्छ त्यसरी आत्मालाई परमेश्वरको ज्ञान, निर्देश र सहायता चाहिन्छ भनेर त्यहाँ यसले हामीलाई प्रश्न पार्दछ। प्रियहरू, जीवित रहँदा वा बाँच्दा भन्ने शब्दले केवल भौतिक अस्तित्व मात्र होइन, तर पूर्ण अर्थपूर्ण अनन्त जीवन, इन्टर्नल
लाई पनि यसले सङ्केत गर्दछ, जुन परमेश्वरको सँगको सम्बन्धमा मात्र त्यो सम्भव छ। प्रभुले माया भएको यो छोटो वचनबाट अनि प्रभुले तपाईँ हामी सबैले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। हामी फेरि पनि अर्को केही अंशहरू फेरि केही भागहरू फेरि लिएर आउनेछौँ तपाईँको बिचमा। परमेश्वर तपाईँहरूलाई प्रशस्त मात्रामा तपाईँसम्म आशिषमा, अनुग्रहमा, शान्तिमा राख्नुभएको होस्। हस्त सबैलाई जय मसीह।